नबिल ब्याङ्कको भर्खरै आएको फाइनान्शियल रिपोर्टले बजारमा निकै चर्चा बटुलिरहेको छ। हेडलाइनमा त ठूल्ठूला नम्बरहरू देखिए, तर ती नम्बरहरूको पछाडिको खास कथा के हो त? ल आउनुस् यो रिपोर्टको एक पाना पल्टाएर हेरौँ। सुरुवात नै एउटा यस्तो नम्बरबाट गरौँ जसले सबैको ध्यान खिचेको छ। 46.71% हो, ठ्याक्कै यति नै। यो नबिल ब्याङ्कको खुद नाफामा गत वर्षको यही अवधिलाई हेर्ने हो भने आएको एउटा म्यासिभ उछाल हो। प्रश्न उठ्छ, यस्तो अकल्पनीय वृद्धि भयो चाहिँ कसरी? ल त्यो प्रतिशतलाई अब रुपैयाँमा बदलेर हेरौँ न। गत साल यही बेलासम्म ब्याङ्कले कमाएको थियो 3.24 अर्ब, तर यो साल 4.76 अर्ब। हिसाब गर्नुहोस् त, यो त सिधा 1.5 अर्बभन्दा पनि बढीको छलाङ हो। यो पक्कै पनि सामान्य कुरा त होइन। त्यसो भए यो सब भयो कसरी त? के ब्याङ्कको कोर बिजनेस मतलब ब्याज आम्दानी नै वात्तै बढेको हो? खासमा कथा अलि अर्कै छ। यो नाफाको पछाडि ब्याङ्कको रेगुलर इन्कम भन्दा पनि एउटा निकै चलाक फाइनान्शियल म्यानेजमेन्टको हात देखिन्छ। अब यो कथा बुझ्नको लागि एउटा टेक्निकल शब्द बुझ्नु जरुरी छ, इम्पेयरमेन्ट चार्ज। सुन्दा अलिक गाह्रो लाग्ला, तर एकदमै सजिलो छ। सिधा भाषामा भन्दा यो ब्याङ्कले यो ऋण त उठ्दैन होला भनेर आफ्नो नाफाबाट छुट्याएर राखेको प्रोभिजन हो। तर चमत्कार के भयो भने यदि त्यही डुब्छ भनेको पैसा उठ्यो भने त्यसलाई भनिन्छ राइट ब्याक, र त्यो पैसा सिधै नाफामा जोडिन आइपुग्छ। अनि नबिलको केसमा ठ्याक्कै यही भएको हो। स्क्रिनमा हेर्नुस् त, कस्तो नाटकीय परिवर्तन छ। गत वर्ष ब्याङ्कले खराब कर्जा बापत 1.35 अर्ब रुपियाँ नोक्सानी भनेर छुट्याएको थियो, तर यो वर्ष ठ्याक्कै उल्टो। नोक्सान त परको कुरा, उल्टे 48.8 मिलियन रुपियाँ फिर्ता आयो। हो, यही एउटा फ्याक्टरले नै नाफाको ग्राफलाई सिधै आकाशमा पुर्याइदियो। तर पर्खनुस्, कथा यतिमा मात्रै सकिँदैन। हेडलाइनमा देखिएको नाफा त एउटा पाटो भयो। एक लगानीकर्ताको नजरले हेर्दा अर्को एउटा नम्बर छ जुन योभन्दा पनि बढी महत्त्वपूर्ण हुन्छ। त्यो नम्बर हो 73.02%। यो के हो भन्दा यो हो वितरण योग्य मुनाफामा भएको वृद्धि, मतलब शेयर होल्डर्सलाई डिभिडेन्डको रूपमा बाँड्न मिल्ने वास्तविक नाफा। हेर्नुस्, खुद नाफा बढ्नु त राम्रो कुरा हो नै, तर बाँड्न मिल्ने नाफा बढ्नु भनेको त नेक्स्ट लेभलको राम्रो हो। ल नाफाको कुरा त भयो, तर एउटा प्रश्न उठ्छ, के यो नाफा इम्पेयरमेन्ट राइटब्याक जस्तो एकपटकको गेनले मात्र बढेको हो कि ब्याङ्कको जग, यसको कोर बिजनेस नै बलियो छ? अब आउनुहोस् ब्याङ्कको स्वास्थ्य परीक्षण गरौँ। र खुसीको खबर के छ भने ब्याङ्कको जग पनि साँच्चै बलियो देखिन्छ। हेर्नुस् न, निक्षेप सङ्कलन लगभग 8%ले अर्थात् 7.9%ले बढेर 566 अर्ब पुगेको छ। यो सिधै के को सङ्केत हो? ब्याङ्कमाथि मानिसहरूको भरोसा बढ्दैछ। अनि त्यो जम्मा भएको पैसालाई ब्याङ्कले थन्क्याएर राखेको पनि छैन। कर्जा प्रवाह पनि 5.78%ले बढेर 434 अर्ब पुगेको छ। यसको मतलब ब्याङ्कको जुन मुख्य काम हो पैसा लिने र त्यसलाई लगानी गर्ने, त्यो चक्र राम्रोसँग चलिरहेको छ। अब यहाँनिर एउटा रमाइलो कुरा आउँछ। यति धेरै निक्षेप र कर्जा बढेपछि त स्वाभाविक रूपमा ब्याङ्कको मुख्य आम्दानी मतलब नेट इन्ट्रेस्ट इन्कम पनि आकाशिनुपर्ने हो, होइन त? तर कथामा एउटा सानो ट्विस्ट छ। किनभने खुद ब्याज आम्दानी जम्मी 2.42%ले मात्रै बढेको छ। हो, सामान्य वृद्धि मात्रै। यसले फेरि के कुरालाई पुष्टि गर्छ भने यो त्रैमासिक रिपोर्टको सुपरस्टार ब्याज आम्दानी होइन, बरु त्यही इम्पेयरमेन्ट चार्जको नाटकीय पुनरागमन नै हो। नाफा राम्रो छ, कोर बिजनेस बढिराखेको छ, तर के ब्याङ्क भित्रबाट साँच्चै स्वस्थ छ त? अब ब्याङ्कको सम्पत्तिको गुणस्तर वा भनौँ यसको एउटा हेल्थ चेकअप गर्ने बेला भयो। र पहिलो रिपोर्ट नै निकै सकारात्मक छ। ब्याङ्कको निष्क्रिय कर्जा, जसलाई हामी एनपिएल भन्छौँ, त्यो 4.93%बाट घटेर 4.25%मा झरेको छ। यसको सोझो अर्थ के हो भने ब्याङ्कको खराब कर्जा घट्दैछ र जोखिम व्यवस्थापन राम्रो हुँदैछ। यो एकदमै पोजिटिभ सङ्केत हो। त्यस्तै अर्को महत्त्वपूर्ण सूचक कर्जा निक्षेप अनुपात, त्यो पनि 82.80%बाट घटेर 78.12%मा आएको छ। यसको मतलब ब्याङ्कसँग अब लगानी गर्नको लागि अझ बढी स्पेस वा नगद छ। यसले ब्याङ्कलाई थप सुरक्षित र लचिलो बनाउँछ। र यो नम्बर हेर्नुस्, 12.77%।
यो हो ब्याङ्कको सेफ्टी क्वेसन अर्थात् पुँजी कोष। राष्ट्र ब्याङ्कले तोकेको न्यूनतम सीमाभन्दा यो निकै माथि छ। यसले के देखाउँछ भने ब्याङ्कसँग कुनै पनि अप्रत्याशित आर्थिक झट्का सहन सक्ने बलियो क्षमता छ। ओके, ब्याङ्कको रिपोर्ट राम्रो आयो, स्वास्थ्य पनि बलियो देखियो, तर यी सबै नम्बरहरूको अर्थ एक लगानीकर्ताको लागि के हो त? द बिग क्वेसन इज सो वाट? यसले शेयरधनीलाई के फाइदा भयो? लगानीकर्ताले सबैभन्दा पहिले हेर्ने कुरा हो EPS अर्थात् प्रति शेयर आम्दानी। र यहाँ पनि राम्रो खबर छ। गत वर्षको लगभग 24 रुपैयाँबाट यो बढेर 35 रुपैयाँभन्दा माथि पुगेको छ। यसको मतलब अब हरेक कित्ता शेयरले पहिलेभन्दा निकै धेरै कमाइरहेको छ। अब अर्को नम्बर 235.74 रुपैयाँ। यो हो प्रति शेयर नेटवर्थ, जसलाई बुक भ्याल्यु पनि भनिन्छ। यसले के देखाउँछ भने कम्पनीको हरेक शेयरको भित्री किताबी मूल्य पनि बढिरहेको छ। र अब सबैभन्दा रोचक पाटोमा आउँ। यति धेरै आम्दानी बढ्यो, तर ब्याङ्कको PE रेसियो हेर्नुस् त 20.36 बाट घटेर 13.91 मा आएको छ। अब यसको मतलब के हो? यसको मतलब आम्दानीको तुलनामा शेयरको मूल्य अझ सस्तो, अझ आकर्षक भएको छ। बेटर पर्फर्मेन्स एट अ मोर एट्र्याक्टिभ भ्यालुएसन। त्यसो भए इन अ नटसेल भन्दा नबिल ब्याङ्कको यो रिपोर्टले के देखायो? एउटा बलियो वित्तीय अवस्था, सुधारिएको रिस्क म्यानेजमेन्ट र लगानीकर्ताका लागि निकै आकर्षक भ्यालुएसन। तर एउटा ठूलो प्रश्न बाँकी नै छ। इम्पेयरमेन्ट चार्जको यो वान टाइम बुस्ट बिना के ब्याङ्कले यो वृद्धिको गतिलाई भविष्यमा पनि कायम राख्न सक्ला? यसको जवाफ त अब आउने दिनहरूले नै दिनेछ।